चाहना छ भन्ने प्रश्न सोध्यो के हुन्छ? सपना के छ अब यहाँको, रहर के छ? मेरो रहर अचेल लाग्दैन हजुर। पहिला लाग्थे, हजारौँ रहरहरू थिए, पुरा पनि गरिन्थ्यो होला सायद, तर अहिले खासै मनै लाग्दैन त्यो विगतका कुराहरू। जुन कुरा चाहिँ मलाई एकदमै म त्यही कुरामा लागि परेको थिएँ। म्युजिक पनि मलाई एकदमै मनबाट मलाई म्युजिक भएपछि संसारमा केही नचाहिदियो है। तर कहिलेकाहीँ त म्युजिक पनि मलाई पुरै भार परे, आकाशले नै छातीमा थिचे जस्तो हुन्छ। सङ्गीत हो, बजाउँदा बजाउँदै आँखाभरि आँसु हुन सक्छन्। रुनुहुन्छ? हजुर रुनुहुन्छ कि हुँदैन? मन दुख्दैन हजुरलाई? डोना दा हजुर रुनुहुन्छ कि हुँदैन? रोइन्छ नि, अब मान्छे हो होइन, ढुङ्गा मुढा लास भए पो डरुनु त दुख्छ नि, चिमड्दा दुख्छ, कसैले के भन्दा दुख्छ, फिलिङ्स छ नि त भरिभरौ। र अब गीत कसलाई सुनाउने भन्दाखेरि अझै पनि आमालाई नै सुनाउने हो। जहाँ पनि हुनुहुन्छ, हेर्दै हुनुहुन्छ होइन, सो अरूलाई भन्दा पनि अझै पनि आमालाई नै सुनाउँछु भनेर चाहिँ माइन्डमा लिएर चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ। एकदमै कतै न कतैबाट तिमीलाई वाच गरिरहनु भएको छ, ब्लेस गरिरहनु भएको छ। सो फर्स्टमा चाहिँ आमालाई सुनाउनु पर्छ, अनि बाँकी त आफै भइहाल्छ।